गाइज वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ आज गाउँ जान लाग्यो दसैँ मनाउनलाई। झोलाको पोका यहाँ एउटा त्यहाँ एउटा यहाँ एउटा यहाँ एउटा। अब जेन्ट्सहरू चाहिँ उता यहाँ चाबी मेरो उताबाट हिँडिसक्यो अरे हनुमान चोक आइपुग्यो भन्दै थियो। अब हुन्छ अब हामी पनि निस्किनु पर्ने हुन्छ। झोला बोक्दै जेब्रे झोला त छैन। चिया खाने भने नि खाएको खाइ भो बिस्कुट त नै। हामी चाहिँ अब चिया खानुपर्ने हुन्छ। अब दुध फ्रिजमा राख्नु पर्यो। खै त यिनीहरूमा घुस्नु आउँछ बाहिर खानु पर्यो। सकाइदियो यो घुस्नु आउँछ यसलाई बाहिर खानु पर्यो। हुन्छ। अनि अब एकछिनमा देखाउँछु। ओम सिद्धिगढे यहाँ हेर्नु गाइस, यहाँ दुईवटा झोला छ अनि म पनि दुईवटा बोकिरहेको छु। यहाँ एउटा यो एउटा अनि यो एउटा। जम चाबी खोइ ए ओहो गेट कसले खोलिदिन्छ त नि। छ्या तपाईँले अनि बोक्नु सक्दैन होला नि त यो बोरा र यो मैले बोकेको त्यो ठुलोवाला जुगा टालिने होला। फेरि यहाँ यस्तो छ प्यान्टमाथि सारेर हिँड्या झन्। ओहो म मेरो हातै दुखिसक्यो यो गर्दा गर्दा। तपाईँ झन् माथिसम्म। त्यो ब्याग चाहिँ मलाई ल्याऊ, कालो ब्याग चाहिँ मलाई ल्याऊ। नै कालो ब्याग मैले कसरी बोक्छ त बोरासँग भने कि काँधमा हालिदिउँ त्यो। काँधमा हालेर बोक्नु पाउनु परेन। हेर्नु त मेरो हात यस्तो भइसक्यो। दिदी राम्ररी मनाउनु दसैँ, राम्ररी मनाउनु। हामी त हिँडे शुभकामना साथी आउनु। पान्डा भित्र छिरेर सबै खाइदिने हो। छिर्दैन होला। आया हजुर जुगा छैक्यो। ओइ झन्डै लडेन। माथि पुगेपछि देखाउँछु साथीहरू तपाईँहरूलाई। अहिले यहाँ यस्तो बाटो छ, लड्यो भने लड्यो भने त बर्बाद। ओ नो झन्डै चिप्लेर लड्यो। चङ्गा अड्केछ। कसको चङ्गा? कस्तो मजाले हुसुला है त्यहाँ माथितिर। खतरा देखाएको छ नि आज त। बिहान त पानी परेको थियो, अब त घाम लाग्ला जस्तो छ। मा त अहिले नै गर्मी हुन थाल्थ्यो। कपाल हेल पनि राम्रो लाउनु। बल्ल बल्ल ल्यायो झोला। अलिकति झोला बोक्नु नि कस्तो आमा मम्मी गाइसहरू उता हेर्नुहोस् त खसी। ल त्यो अङ्कलहरू हेरेर रहेछ। काट्यो हत्या भयो। हत्या पुलिस बोलाउँ पुलिस। साथीहरू हामी यहाँ माथि आइसक्यो, तर जेन्ट्सहरू माक्कलबारीमा छ अरे। त्यही भएर मम्मी चाहिँ केरा स्याउ किन्न जानुभयो माथि। किनकि यहाँतिर पाउँदैन। यहाँ माथि पसल छ एउटा उयो पसल, त्यसमा चाहिँ पाउँदैन। किनभने त्यो किराना पसल हो। तर कुनै कुनैमा त पाउँछ, कुनैमा पाउँदैन। त्यही हो। अब कति टाइम लाग्ने हो कुदा ज्याउ हुने भयो। झन् हतारमा निस्केको छिट्टो आइपुग्छ भनेर। सो एकछिनमा देखाउँछु तपाईँहरूलाई। मम्मी चाहिँ त्यहाँ के लिएर आउनुभयो। स्याउ त्यो कार्टुनमा के हो केराला।
कस्तो जिउ नै तल्लै फालेर आएको त के लौ लौ के हाल्नु त छाडाहरू आउँदैछ अरे जेन्साहरू यताबाट आउनु पनि यताबाट आउने रे आउँदै होला छ्या सिगा नै निस्क्यो पिरो भएर छि झन् त रातो भयो सिँदुर जले जस्तै औँला त एकैछिन रातो भयो त्यही त कलर हाले आउँछ त्यस्तो खानु हुँदैन कि आज त्यही भएर मिठो क्यान्सर लाग्छ हुन्छ अरे यस्तो चाउचाउ खायो त्यहाँबाट यता चाहिँ कस्तो सफा छ है यता चाहिँ कस्तो धुम्म रिसाइरा होला उतातिरको मान्छे आउँदैन त हौ के हो र बल्ल आयो गाइजहरू के नयाँ नमस्ते बुजू नमस्ते बुजू भैन्सहरू आएछ भैन्सहरू जम के अरे अब हामी यो जर्सिन पौवाको माथि आइपुग्यो के अरे हमारा प्यारा प्यारा दोस्तो त्यहाँनिर चाहिँ अब गाडीहरू यस्तो भयो बाटो चाहिँ यस्तो भएको छ है यहाँ गाडी अगाडि फसेको छ है साथीहरू हामी चाहिँ अब यहाँ तपाईँले देखिसक्नुभयो होला छ्या यार मेरो नि अड्केछ नि त नि तपाईँले देखिसक्नुभयो होला अगाडि के भइरहेछ भनेर मसला किन लिएको बाबा बुलेट बुलेट पो छ त बुलेट मसला खानु हुँदैन हामी चाहिँ अब चाउ खान्छ चाउ चाउ यो चाहिँ हाम्रो गाउँको ट्राउट भिलेज रिजोर्ट यता चाहिँ ट्राउट माछा पाइन्छ अनि यता चाहिँ यस्तो खोला छ अनि यहाँ चाहिँ पानी चलाउनु पर्ने हुन्छ हामीले वा सी गाइस सी वा मजा आइरहेछ मजा आइरहेछ मजा आयो भाइ फोटो खिच्ने होइन साथीहरू यहाँ माछाहरू हेर्नुहोस् है माछा यहाँ चाहिँ माछा पालेको छ हो तर मैले माछा देखेन पानीभित्र माछा छ र मैले देखेन के कालो भएर होला के अरे नदेखेको पानीले यहाँ केही सुनिन के अरे ओ माई गड साथीहरू माछा देख्दैन रहेछ तर हेर्नुहोस् तर देखाइ छैन माछा राम्ररी यहाँ तर टन्नै माछा छ उता तलतिर नि छ टन्नै माछाहरू
जानु जानु रहेछ साथीहरू ल हेर्नुहोस् यहाँ चाहिँ देखाएको छ अलि छ्या, काँचै खानुहोस् काँचै उता तल नि रहेछ ओइ नला त्यहाँबाट हो जाने यहाँबाट जाँदो रहेछ साथीहरू पानी चाहिँ कति राम्रो हेर्नुहोस् हाम्रो गाउँ हेर्नुहोस् राम्रो गाउँ गौला कहाँबाट जाने होला के अरे कहाँबाट जानु है उता जान नमिल्ने जस्तो त्यो बाली रहेछ कस्तो लाग्छ मलाई ल साथीहरू यही हो उताबाट मान्छे आउँदै हुन्छ उ त्यो यहाँ चाहिँ खोलाको साउन्ड कति धेरै सुनिरहेको छ कहाँबाट जाने होला ल जा जानुहोस् बिस्तारै जानुहोस् अब यहीँबाट हिँड्न सकेसम्म ट्याङ फाट उताबाट फर्किने के ल जा अब मेरो पालि जेल नाउँ त जानु लाग्यो जानेर साथीहरू त्यहाँ माछा देखाउनु त भनेर त आइज न कोही छोड्न बाटो उता जानै पाएन नि यता आइज त यहाँबाट उयो तल झन् अनि यहाँ माथि आइज यहाँ आइज यहाँ उयो तल झन् अब खुसी भयो हेर न खुसी भयो अब चाहिँ हामी गाडीमा जान्छौँ आया टाउको दुख्यो हौ होइन माछा हेर्नु गयो हाम्रो गाम हो गाम आइपुग्यो यो यही राख्ने रे बाबा हिँड्नुहोस् के रे हिँड्नुहोस् अड्के के रे यही पो अड्के के रे अड्क्यौँ यहीँ अड्क्यौँ नमस्ते आमा नमस्ते नमस्ते आमा माया पिरती ओ गुन्जी हामी चाहिँ आइपुगे माया पिरती निरा हेर्नुहोस् के रे साथीहरू हाम्रो काउसीबाट भ्युज होइन भ्यू सरी माई ब्याड हेर्नुहोस् कति राम्रो छ हेर्नुहोस् यो पाइपले डिस्टर्ब गर्यो बादल हेर्नुहोस् बादल जेनी भ्यान्सहरू चाहिँ त्यहाँ छ चिप्लिन्छ कि हो यता त लैबरी
इधर तो देखो यता त हेर्नु के अरे पिड्दिउँ अहिले ठोकेर तेरो दाँत हाँसिरहेछ यिनीहरू चाहिँ यो भाडा माझ्न लगाइरहेछ पानी उप्ने हो कि के गर्ने हो कि उक्ने हैन ल्याउने हो आउँछ कि आउँछ त चाहिँ किन आइस भन्ने क्या धारामा आउँछ रे धारा समात्नु न तपाईँ अहिले मुख धारा भन्दै थिएँ अब यिनीहरूको भाडा माझ छु पानी चुएर त्यहाँ झाल है त नफाल्नु त म चाहिँ यहाँ हेरेर मात्र बस्ने अब के गर्नु त गाडी साबी त्यो घरमा किचन राख्यो आज त्यही ल होल्दो दिन्छु त हेर्नु बाँदर बसिरहेको छ त्यो ब्राउन ब्राउन खालेको त्यहाँ हो देख्यो देख्यो त्यहाँ बसिरहेको बाँदर यता त हेर्नुहोस् यस्तो दामी भएको छ भ्यू 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 ऊ गयो गली 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 जल्दी बुम 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 जम हो जम जम उपर आया साथीहरू मैले पालिसकेको खुट्टा नि कति राम्रो देखाएको छ अहिले त आया के अरे हो र यो पालिसले त खुट्टै सेतो सेतो देखाछ त है भने नत्र त कालो थियो म काट्छु म अरे काटम हो गाउँले हो टाँस्दैन हौ यहाँ त उही साँच्चै कस्तो खतरा देखायो हेर्नुहोस् साथीहरू यहाँ हेर्नुहोस् मेरो खुट्टा अह जुगा आउँछ आउँदैन घाम लाग्यो भए चाहिँ आइदिन्थे पानी परेर त शीतै शीत होला भने साथी बसौँ न त ल बसौँ बसौँ त्यही जाउँ मम्मी यता रोडतिरको नि काटौँ न हिँड्नलाई सजिलो हुन्छ ल मम्मी रोडतिर नि काटौँ के हिँड्नलाई सजिलो हुन्छ उयै उयै अनि यस्तो घाँसे घाँस के राख्नु हौ ओहो एक डोको घाँस भइसक्यो है गाइजहरू अनि यता नि छ यता यो नि काटेको घाँसहरू हो यिनीहरू यो उठ्यो उठ्यो एरिन एरिन आङ्गुरी आङ्गुरी गाइज हामी चाहिँ अब माथि जानु लाग्यो हामी चाहिँ माथि आयौँ के अरे चाउचाउ पार्टी खाइदिउँ न त कागती ल्याएपछि मात्रै खाऊँ त्यसो हामी चाहिँ अब एकछिनमा चाउचाउ खानुपर्ने हुन्छ
तल चाहिँ राङ्गा काट्दैछ तपाईँहरूले देखिसक्नु भयो किन टोला होला 6 आयो यसको गाइज हामी खेल्दै लुडो See you. ओइ आमा आथौ बाई बाई आमा हामी तल गए अल्छी लाग्यो अल्छी लाग्यो बाजे बोक्नु जाऊ घुमा बाजे माछ कसले खाऊ चिप्लेर लडिरहेको यही चाकभरि गुई गुई हामी चाकमा गुई गुलालाई चिनेर हामी चाकमा गुई गुलालाई चिनेर साथीहरु हामी त घरमा छमै अहिले दो बहन अम्बक 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 खानै पो हुँ काली काली भ्यान्स ओहो कस्तो आँखा पोल्यो होस् अहिले लामखुट्टे कति धेरै आउँछ रेटे रेटे अहिले यहाँ डोकोमा नि खुट्टा चाहिँ ल्याएन छ त अहिले त ए ओहो रात परेछ नि त रात परेछ रात बाजे भोलि बिहान कति बजी जाने खुट्टा कान पुच्छर नि हो यो देखाइदिनु न पुच्छर देखाइदिनु न पुच्छर आदिको रहेछ कत्रा कत्रा खुट्टा हो देख्यो खोइ त मसला त्यो गरे मैले यहाँ ढोका छेउमा बस्यो भने त कक्रिनु पो रहेछ अङ्कल हामी चाहिँ अब यहाँ बस्छौँ सौरभ यहाँ मोबाइल हेर्दैछ साथीहरू दिस मच फर टुडे आजको लागि चाहिँ यति मात्रै अब गाउँमा बसेपछि हालत त्यस्तै छ कति बज्यो है 5:55 भएछ साथीहरू 5:55 गएछ ल आजलाई यति नै भन्दै म मेरो भ्लग यहीँ इन्ड गर्न चाहन्छु बाई बाई